को बीचमा र यस्तो हुँदो रहेछ जन्मथलो र कर्मथलोको बीचमा र लहान तीनलाई मैले जुन देखिराख्नु भएको छ आफ्नो तर्फबाट कलेजको तर्फबाट मैले सानो सहयोगको लागि पुगेका थिए म कहाँ ड्रेसको लागि मैले निशर्त केही नसोधिकन काठमाडौँबाट अविलम्ब रातारात व्यवस्था गरेर मगाइदिएँ र खेलाडीलाई एउटा पीडा हुँदो रहेछ। त्यो पीडा के हो भने विभिन्न अर्थाभावको कारण ड्रेसको समस्या पढाइको समस्या त्यसकारण मैले खेलाडीहरूलाई 3 नम्बर वडाको खेलाडी 25 जनालाई म आफ्नो कलेजमा निशुल्क छात्रवृत्ति केवल त्यो विश्वविद्यालयको लागि त्यो तर आज मलाई जुन छ उपविजेता टिम मेरो जन्मथलो लहान 3 को टिम भएकोले म यो छात्रवृत्ति लहान 3 को साथ लहान 8 का खेलाडीहरूलाई पनि दिन्छु। तपाईहरु सम्पर्क गर्नुस् र छात्रवृत्ति लिनुस् र पढ्नुस्। पढाइ पनि जरुरी छ, खेल पनि जरुरी छ। त्यसकारण मेरा लागि उपविजेता र विजेता दुवै विजेता नै हुन् र लहान 3 का खेलाडीलाई विशेष धन्यवाद र धन्यवाद उपमेयरजीलाई जुन यस्तो मौका जुटाइदिनु हो। धन्यवाद सम्पूर्ण युवा क्लबलाई जुन यस्तो आयोजना गरिदिनु हो। धन्यवाद दर्शक वृन्दलाई जुन यति उत्साहपूर्ण ढंगले यहाँ आएर खेलाडीको हौसला बुलन्द गरिदिनु हो। सबैलाई धन्यवाद दिँदै म आफ्ना 2 शब्द यही अन्त गर्छु।